दर्शकबिन नमस्कार। यतिखेर म बर्दिया जिल्लामा छु। बर्दियाको यो राजापुर नगरपालिका वार्ड नम्बर 9 को 3 घरमा आएको छु। आज हामी खोजी कार्यको भिडियो बनाउँदैछौँ। यो घर 23 वर्षीय अनिल थारूको घर हो। उहाँले चाहिँ 5 वर्ष पहिले अमृता थारूसँग विवाह गर्नुभएको थियो उहाँको श्रीमती, र विवाह गरिसके यतिखेर उहाँको 10 महिनाको छोरी हुनुहुन्छ। र उहाँले विवाह गरिसकेपछि आफ्नो जिम्मेवार वहनको लागि उहाँले नेपाल आर्मीमा जागिर खानुभयो। 2 वर्ष जागिर खाने समयमा उहाँले एकजना महिलासँग उहाँको माया प्रेम बस्छ। दर्शकबिन, उहाँको जागिर पूर्व रुकुममा थियो। एकजना मनिषा जोगी भन्ने मसिरा कैलाशपुरकी एकजना महिलासँग उहाँको सम्बन्ध जोडिन्छ। र त्यो सम्बन्ध अहिले गर्दा यतिखेर चाहिँ जुन उहाँको श्रीमान अनिल थारू यतिखेर त्यो महिला लिएर अहिले फरार भएका दर्शक हेर्नु त। अहिले यो परिवारमा निकै पीडा छ। यता 10 महिनाको छोरी छ, यता उहाँको श्रीमती हुनुहुन्छ, यता उहाँको पछाडि आमा हुनुहुन्छ, यतातिर उहाँको भाउजू, र त्यस्तै यता पछाडि उहाँको बुबा हुनुहुन्छ। अहिले उहाँले आफ्नो श्रीमानको खोजीको लागि धेरै ठाउँमा पुग्नुभयो र मिडिया समेत जानुभएको थियो, तर अहिलेसम्म पत्ता लगाउन सकेन। र फेरि पनि हामीलाई गुहार्दै यतिखेर हामीलाई सम्पर्क गरिसकेपछि आज हामी उहाँको घरसम्म आएका छौँ। हामीले उहाँको खोजी कार्यको लागि यो भिडियो निर्माण गर्दैछौँ, जुन 23 वर्षीय अनिल थारूको लागि। हेर्नुहोस् त, घरमा श्रीमती, आमा बुबा, छोराछोरी हुँदा समेत यसरी चाहिँ महिला लिएर भागेछन्। हेर्नु त। आज हामी यस विषयमा उहाँसँग थोरै कुराकानी गर्न गइरहेका छौँ। नमस्ते। नमस्कार। हजुर चाहिँ अनिलको श्रीमती हुनुहुन्छ है? अमृता थारू। के भएको त्यो श्रीमान जानुभयो? आज कति दिन भयो भागेको? आज 12-13 दिन भइगयो। हजुर। अनि तपाईँको विवाह भइसकेपछि लगभग 5 वर्ष जति विवाह भएको भन्नुभयो होइन? त्यो बिचमा त्यस्तो केही खटपट आएन सम्बन्धमा तपाईँको? आएको थिएन है? हजुर। मन पराएर एक्लै अर्कालाई मन पराएर विवाह गर्नु भएको? हजुर। त्यसपछि त उहाँले चाहिँ आर्मी जागिर खाइसकेपछि सुरु भएको यो कुरा? हजुर। अनि मनिषा भुलसँग कसरी चाहिँ उहाँको सम्बन्ध जोडिएको रहेछ? त्यो फेसबुकबाट रहेछ। हजुर। फेसबुकबाट कुराकानी गर्ने। हजुर। हजुर, फेसबुकबाट चाहिँ कुराकानी। तपाईँले त्यो बिचमा केही थपाउनु भएको थियो कि? थिएन। थपाउनु भएन? अनि श्रीमानको जागिर चाहिँ पूर्व रुकुममा रहेछ? पश्चिम होला। पछि थपाउनु भयो? कसरी थपाउनु पछि तपाईँले? अनिलको मोबाइल चेक गर्दाखेरि अनिलको मोबाइलमा त्यो केटीको फोटो पनि रहेछ, कुरा गरेको पनि रहेछ। तपाईँको श्रीमानको मोबाइल चेक गर्नु घरमै आउनुभएको थियो अथवा तपाईँ उहाँ श्रीमानसँगै जानुभएको थियो? म श्रीमानसँग गएको छैन। जानुभएको छैन? यहाँ घरमा आगोलाई चेक गर्नुभयो? हजुर। त्यहाँ के भेट आउनुभयो त मोबाइलमा तपाईँले? मोबाइलमा माघको मैले 4 गते भेटा हो। त्यसको मोबाइलबाट फोन गरेको, भिडियो पठाएको, सबै त्यो मेसेज पठाएको पनि देखेँ। मनिषाले मेसेज पठाएको? हजुर। श्रीमानले मेसेज पठाएको? हजुर। कस्तो खालका मेसेज थिए मेसेजहरू? ती मेसेजहरू अरू हेलो हाई भन्थे। त्यो एक्लै अर्कालाई केटा र केटी लभ माया प्रेम बसेको? हजुर त्यस्तै। हजुर। अनि त्यो केटीलाई मैले देख्दाखेरि, त्यो अनिलको मोबाइल चेक गर्दाखेरि देखेँ। अनि देख्दाखेरि त्यो केटीलाई म तुरुन्तै फोन गरिहालेँ कि मेरो बच्चा छ, म उसको श्रीमती हो, अनि त्यो मेरो श्रीमान हो, भर्खर जागिर खा छ। यो कुरा जान्दै पनि त किन आउन लाछस्, कुरा गर्न लाछस् भनेर भने मैले। त्यो केटीले भन्यो साथी रहेछ, साथीसँग यस्तो कुरा गर्न मिल्दैन भन्यो। मैले भने यस्तो कुरा गर्न चाहिँ मिल्छ, बुढा बुढी यस्तो मिल्छ र भने। केटा साथी मेरो पनि त छ भने मैले। यस्तो कुरा त गर्दैनन् उनीहरू भने मैले। त्यही केटीले भनिरहेको थियो साथी हो भन्न लाग्थ्यो। त्यो आमा पनि कुरा गर्नु भयो त्यो केटीसँग। मेरो बुहारी छ, मेरो नातिनी छ भनेर भन्नुभयो।
अनि तपाईले चाहिँ कुरा गर्दा मेरो साथी नै मात्रै भन्नु राख्यो साथी मात्रै तर भन्यो मेसेजमा चाहिँ बुढाबुढी यसरी चाहिँ मेसेज थियो मेसेजमा हजुर अनि त्यो भेटिसक्दा पनि तपाईले बुढालाई श्रीमानलाई भन्नु भएन के भन्नु उहाँलाई मैले भने मैले यो केटीलाई छोडिदिन्छु भनेर भन्नुभयो अबदेखि कुरा गर्दैन कसम खानुभयो लप परेको रहेछ हजुर लप परेको रहेछ लप परेकै रहेछ भनेपछि अब चाहिँ गर्दैन भन्ने कुरा उहाँले गर्नु अबदेखि गर्दैन कसम खान्छु भनेर भन्नुभयो मेरो कसम तोड्दिन्छ भनेर आमाको कसम खानुभयो हजुर आमाले पनि भन्नुभयो किन गर्छ छोरा यति सानी छोरी छ छोरीको मुख हेर हामी यति बुढेसकालसम्म आइसकेछौँ हामीलाई पनि हेर भन्नुभयो त्यति सम्झाउन मान्नु भएन अनि यो 11 गते भाग्नुभयो कसरी भाग्नुभयो उहाँ चाहिँ जागिरमा जानुभएको थियो उहाँ रुकुम पूर्व रुकुममा हुनुहुन्थ्यो अनि पश्चिम रुकुममा काम गर्नुहुन्थ्यो होइन कसरी चाहिँ भाग्नुभयो त अनि मैले त्यो मनिषा भन्ने घर कहाँ रहेछ मनिषा भन्ने केटीको घर चाहिँ मसुरिया कैलाशपुरको हो त्यो केटी त्यसको घर विवाहित हो कि केटी नै हो त्यो विवाहित हो त्यो 11 वर्षको छोरा रहेछ त्यसको 11 वर्षको छोरा रहेछ के भन्छन् त्यही छोडेर अरू केटासँग लाग्छ त्यो केटी भनेपछि आफ्नो श्रीमानलाई पनि छोडेर मनिषाले चाहिँ माइत बसेको छ भनौँ हजुर माइत बसेर चाहिँ त्यस्तै केटाहरू चाहिँ यस्तै फसाउने काम त्यस्तै त्यसको माइत पुगेर हामी आइसक्यौँ त्यसको केटीको माइतले भन्छ मरोस् बाँचोस् केही हामीलाई केही लाग्दैन त्यो छोरुवा भइसकेछ भनेर भन्नुभयो त्यस्तो माइतले भन्नुभयो अनि मनिषा त्यहाँसम्म कसरी पुग्नुभयो त उहाँ मनिषा जानुभयो या तपाईँको श्रीमान उहाँबाट आउनुभयो त्यही मनिषा त्यही रुकुममा गएछ फेरि गएपछि कोठा लिएर बसेछ कति बस्यो त्यहाँ लगभग बस्यो होला 8 महिना जति तपाईँले त्यो थाहै पनि पाउनु भएन पाएनौँ पछि थाहा पाएपछि अनिललाई कसरी बिदा मिलाएर यहाँ समस्याको समाधान गर्ने भनेर त्यहाँबाट सोध्यौँ ब्यारेकबाट हजुर त्यसपछि ब्यारेकको पनि थाहा भइसक्यो रहेछ फेरि भनिसक्यो रहेछ अनिलले अब छुपाउन सकेन होला भनिसक्यो भन्दाखेरि अब यसको समस्याको समाधान गरेर 15 दिनको तँलाई छुट्टी दिन्छौँ समस्याको समाधान गरेर भन्नु यहाँ आएर घर आएर फेरि केटीको माइत गयो 11 गते बेलुका 11 गते दुवैजनासँगै गए त्यसपछि फोन लागेन भनेपछि ब्यारेकमा थाहा पाइसकेपछि केटी यहाँबाट गयो हजुर त्यहाँ मनिषा जोगी चाहिँ जानुभयो त्यहाँ त्यो पूर्व पश्चिम रुकुममा चाहिँ तपाईँको श्रीमान कार्यरत हुनुहुन्थ्यो काममा होइन त्यहाँ गइसकेपछि त्यहाँ थाहा पाइसकेपछि त्यहाँको ब्यारेकभित्र चाहिँ 15 दिनको समय दियो हजुर यो चाहिँ घरमा गएर चाहिँ मिलाएर आऊ भन्न दियो हजुर अब दुईजना यहाँ आइसकेपछि फेरि श्रीमान घरमा आउनुभयो कि भएन आउनुभयो त्यही केटीसँगै आउनुभयो केटीलाई घर ल्याउनु भएको थियो यहाँ ब्यारेकबाट के भनेर पठाउनु भएको छ भने यो केटी र केटा र केटीको बिचमा केही सम्बन्ध छैन भनेर सिफारिस लिएर वडाबाट भनेर भन्नुभयो 15 दिनको छुट्टी दिन्छौँ तँलाई यो समस्याको समाधान गरेर यही भनेर भन्नुभयो अनि केटी यहाँ बसे कि त्यो दिन नै भागिहाले बसेको केटीले बसेको केटीलाई पनि हामी सम्झायौँ हजुर म उसको श्रीमती हो सुन्दै म भन्दै पनि त आइहालिस् मैले भने त्यो केटीले भइहाल्यो भन्नु लाग्थ्यो के भन्दै केटीले अब छोड्छु भन्ने जस्तो कुरा गर्दै मैले छोडिहाल्छु केटीले भन्नु मैले छोडिहाल्छु अनिल आफ्नै जागिर गर्छ म आफ्नै जागिर गर्छु भनेर भन्यो केटीले यही घरमै आएर त्यस्तो भनिसकेपछि अनि कसरी भाग्न सफल भए तिनीहरू 11 गते त्यो के भन्छन् राजापुर गयो हजुर गएपछि हामीलाई यहीँ घरमै भन्यो मेरो दाइ भेट्न आएको छ म राजापुर जान्छु भेटेर घर आइहाल्छु भनेर भन्यो हामीले फेरि अनिललाई नजा उसलाई एक्लै जान दे
आइहाल्छ जानेकै छ भनेर भन्नु हजुर भने तर अनिलले मानेन हामी सँगै आइहाल्छौँ भनेर भन्यो केटीले भन्यो एउ नगएपछि मैले कसरी आउँछु भनेर भन्यो हजुर केटा र केटी यहाँ सँगै गाउन् केटा र केटी सँगै राजापुर गाउन् उनीहरूको पछाडि हामी पनि अटोमा बसेर गएको हो तर भेटाएन तपाईँलाई विश्वास त्यति श्रीमानले भगायो केटी भगाउँछ अनि तिनवटा केटा एक्लै छाडिदिनु म तपाईँले विश्वास लाग्यो दुईजनालाई विश्वास गरेर किन झन् भाग्न सजिलो भयो तिमीलाई त त्यसरी त्यहाँबाट सम्पर्कविहीन भए सम्पर्कविहीन भइदिए त्यो बिचमा तपाईँसँग कुनै कुरा पनि भएन भनौँ केटीसँग भयो शनिबार 13 गते शनिबारसम्म भयो केटीसँग केटीले भन्यो मैले अनिललाई छोडिदिएँ अनिल कहाँ गयो मलाई थाहा छैन भनेर भन्यो म काठमाडौँ आइसकेछु भनेर भन्यो अडियोमा भयो हजुर हजुर उसमा कलमा हो भनेपछि उसले मैले केटा छोडिदिएँ म काठमाडौँ छु भन्ने कुरा भयो हजुर त्यसपछि भएको छैन आमाले भन्नुभयो मेरो छोरा तँ लगेछस् सँगै जिम्मेवारी तँ हुन्छस् मेरो छोरालाई जे भए पनि जिम्मेवार तँ होला म किन हुन्छु भनेर भन्यो फेरि त्यस्तो कुरा भयो त्यो दिनदेखि अहिलेसम्म तपाईँको श्रीमान चाहिँ पत्ता लागेको छैन सम्पर्कविहीन हुनुहुन्छ हजुर खासमा श्रीमानले विवाह गरिसकेपछि हेर्नुहोस् त 5 वर्ष भएको छ हजुर छोरी पनि भएको छ हजुर जागिर खाइसकेपछि नै यस्तो भयो हजुर त्यो भन्दा अगाडि त्यस्तो केही भएको नि थिएन किन यसरी चाहिँ कि तपाईँ दुई बिचमा पछि चाहिँ झगडा हुन्थ्यो अथवा के हुन्थ्यो त्यस्तो केही थिएन झगडा गरेकै थिएन म त्यस्तो केही पनि भन्दैन नै एक्कासी त्यो जागिर खाइसके बिचमा उहाँको फ्री हुनुभयो हजुर त्यसो तपाईँ उहाँ जागिर खाँदाखेरि त्यो 2 वर्ष बिचमा तपाईँलाई कहिले लानु भएन उहाँले नै मैले भने म गएपछि अरू खर्च हुन्छ कोठा भाडा लिएर बरु म घरमै काम गरेर आमा बुवालाई हेर्छु हजुर त्यही गर्नु होला भनेर भने अनि कतिको कल गर्नुहुन्थ्यो 2 वर्ष बिचमा तपाईँलाई तपाईँको श्रीमानले बाहिर जागिर कति घरमा कुराकानी हुन्थ्यो कुराकानी टाइम दिनुहुन्थ्यो उहाँले टाइम दिनुहुन्थ्यो एकैछिन दिनुहुन्थ्यो फेरि धेरै टाइम हुन्थेन अब आर्मीको हो अब समय हुन्न भनेर भन्नुभयो त्यही भएर ठिकै छ टाइममा गरिदिनु होला फोन भनेर भन्थेँ म तपाईँले कहिले सोच्नु भएको श्रीमानले यसरी चाहिँ तपाईँमा त्यसरी केटी सौता ल्याउँछ नै कहिले पनि सोचेको थिएन मैले सौता ल्याउँछ भनेर माया गरेर चाहिँ मन पराएर चाहिँ तपाईँको बुझेर उहाँलाई बिहा गर्नु भएको हजुर तर त्यही श्रीमानले तपाईँलाई यसरी चाहिँ धोका दियो हजुर धोका एकले अर्कालाई सँगै जिउँला सँगै मरुला भन्ने कसम बाचा कसम खाएर तपाईँ विवाह बन्धनमा बाँधिनु हेरेर एउटा सन्तान पनि जन्मिएको छ देखाएर 8-10 महिनाको हुनुहुन्छ तर त्यही श्रीमानले तपाईँलाई यसरी धोका दिएर चाहिँ अर्कै केटी लिएर चाहिँ भागेको छ देखाएर माइती बसेर के भन्नुहुन्छ तपाईँलाई यस्तो कुरा सुन्दा भने तपाईँको तेरो ज्वाइँ यस्तो हो यस्तो त्यस्तो कुरा तपाईँले के भन्नुहुन्छ उहाँले चाहिँ सुन्दाखेरि त्यस्तो भन्नुहुन्न छिटो मेरो ज्वाइँ आइहाल्नु भनेर भन्नुहुन्छ माइती बसेबाट हजुर कतिको अहिले श्रीमान झन्डै 13 दिन भयो भनौँ यहाँ गएको 12-13 दिन भएको छ त्यो बिचमा तपाईँलाई कतिको पीडा होला एउटा किसिममा गाउँले के भन्ला एकासम्म चाहिँ माइतीले के भन्ला एकातर्फमा घरमा कतिको एका त्यो नानीलाई के थाहा 10 महिनाको नानीलाई थाहा छैन बाबु कहाँ गएको छ भन्ने कुरा हजुर धेरै गाह्रो छ हेर्नुहोस् न दर्शकबिन यति पीडा छ उहाँले त्यहाँको श्रीमान यतिखेर चाहिँ अर्कै महिला ल्याएर फडाउनु भएको छ हेर्नुहोस् त सँगै जिउँला सँगै मरुला भनेर बाचा कसम खाएर एउटा विवाह बन्धनमा बाँधिनु भएको हुन्छ 5 वर्ष पुगेको छ हेर्नु त झन्डै उहाँको एउटा 10 महिनाको छोरी पनि जन्मिएको छ कति राम्रो परिवार थियो सरकारी जागिर पनि खानु भएको थियो आर्मीमा जागिर खाइराख्नु भएको थियो तर त्यो बिचमा हेर्नुहोस् न उहाँले के मती बिग्रेर उहाँले चाहिँ अर्कै महिला ल्याएर फडाउनु भयो त उहाँ त भाग्नुभयो तर यतिखेर परिवारलाई कति पीडा छ हेर्नु त उहाँ यसरी हेरिराख्नु भएको छ आँखाबाट बराबरती आँसु झरिएको छ पीडा निकै छ उहाँलाई घर चलाउने भनेको लोग्ने मान्छे नै हुन्छ क्या यतिखेर लोग्ने मान्छे नै यो घरमा भएन भने त्यो परिवारले के खान्छ के लाउँछ हेर्नुहोस् त कति गाह्रो छ अहिले उहाँलाई त्यस्तै भएको छ अब त्यो श्रीमान यतिखेर सम्पर्क पनि भएको छैन अब श्रीमान के भन्नुहुन्छ श्रीमानलाई के भन्नुहुन्छ र त्यो केटीलाई के भन्नुहुन्छ तपाईँले अब जुन अनिसा योगीलाई म केटीलाई यही भन्न चाहन्छु कि नारीको इज्जत नारीले नै गर्नुपर्छ
मेरो श्रीमान जहाँ हुनुहुन्छ म श्रीमानलाई भन्न चाहन्छु एक कल फोन गरिदिनु होला घर आइदिनु होला म रात दिन त्यसको बाटो हेरिरहन्छु कतिको विश्वास छ तपाईँलाई तपाईँको श्रीमान आउनुहुन्छ भन्ने कुरा अझ विश्वास छ मेरो श्रीमानले फोन गर्नुहुन्छ घर आइहाल्नुहुन्छ भनेर त्यो केटीले श्रीमानलाई फसाएकै हो कि अथवा श्रीमान चाहिँ ले फसाएको जस्तो लाग्छ तपाईँलाई केटीले नै फसाएको हो मेरो श्रीमानलाई त्यो केटीले पनि अरूलाई पहिला फसाइसकेको थियो त्यस्तो कुरा हो हजुर त्यो अर्कै केटी रहेछ त्यो केटालाई फसाउने फाल्ने केटीले चाहिँ केटा फसाउने काम त्यस्तो गर्छ तपाईँको श्रीमान पनि जागिरी भएर आर्मी जागिरी सरकारी जागिरी भएको देखेर चाहिँ त्यो फसाएकै हो हजुर फसाएकै हो सकेसम्म मलाई लाग्छ त्यो केटी ब्ल्याकमेल गरेरै हो मेरो श्रीमान यस्तो हुनु त हेर्नुहोस् दर्शक उहाँले कति माया अथाह माया गर्नु श्रीमानलाई अझ पनि श्रीमानलाई कति माया गरेर फर्केर आउनुहोस् है म बाटो कुरिरहेको छु है भनिराख्नु भएको छ त एउटा सन्तान छ हेर्नु त छोरी छ 10 महिनाको एकातिर आमा बिहाल अवस्थामा हुनुहुन्छ तर आमा रोइरहेको अवस्था छ यो त सानो हुँदा छोरालाई हुर्काएर ठुलो बनाउनु भयो र त्यही छोराले अहिले पीडा दिइरहेको अवस्था छ यो परिवारमा निकै पीडामा छ त्यो मनिषा जोगी भन्ने महिला उहाँले भनेअनुसार त्यो केटालाई फसाउने खालको केटी हो मेरो श्रीमानलाई पनि फसायो मेरो श्रीमानले होइन मेरो श्रीमानलाई केटीले फसायो त्यो आइमाईले फसायो भनिराख्नु भएको छ मेरो श्रीमान पक्कै पनि फर्केर आउनुहुन्छ भन्ने अझ विश्वासमा बसिराख्नु भएको छ अझ पनि अनि यदि श्रीमानले ती सँगै ल्याए तपाईँ बस्नुहुन्छ सँगै त्यही मनिषालाई ल्याएपछि मनिषा ल्याएर आए तपाईँ सँगै बस्नुहुन्छ तीनजना म बस्छु कानुनले त दिँदैन त तीनजनालाई बस्न त्यसरी बहु बिहा गर्नु त दिँदैन कानुनले हेर्नु त यति उहाँको माया अपार छ हेर्नु त श्रीमानले उहाँलाई ल्याएर आए पनि म श्रीमानको निम्ति भए पनि बस्छु भनिराख्नु भएको छ हेर्नु त कति माया गर्नुहुन्छ सायद यति माया गर्ने श्रीमती कसैको भाग्यमा मात्र हुन्छ होला हेर्नु त त्यो भाग्य अनिल थारूको भाग्यमा थियो तर उहाँले चाहिँ त्यो मायालाई हेर्नु सक्नु भएन मायालाई बुझ्न सक्नु भएन हेर्नु त यतिखेर अर्कै महिलालाई फराउनु भएको छ यो पुरा निकै पीडामा छ आज हामी राजापुर यो बर्दिया जिल्लाको राजापुर नगरपालिका वार्ड नम्बर 9 को 3 घरमा आएका छौँ खोजी कार्यको भिडियो प्रस्तुत गर्न गइरहेका छौँ जागिर खवैले पैसा कमर टिरला नहीं बिटू मैं जार तो पैसा मांग मैं यहाँ पर सबै भर्ती कराइनु पैसा गरम नहीं छोरालाई के भन्नु आमा छोरालाई के भन्नुहुन्छ छोरालाई के भन्नु घर आइज भन्नुहुन्छ के भन्नुहुन्छ छोराले घर आकै के गटु मैं जहाँ फिर लसिपे मछावा घर पुगी कई के मैं डगर हेर्तिया टोकर कैया आई मछावा कैया पुगी कटु हेर्नु त दर्शक आमाले पनि आफ्नो छोरालाई बिहान साँझ बाटो कुरिराख्नु भएको छ कहीँ कतै छोरा आइहाल्छ कि भन्ने आशमा बसिराख्नु भएको छ त्यही छोरालाई जागिर खुवाउनको उहाँले कति मेहनत गर्नुभयो जतातता पैसा ऋण गरेर पनि उहाँले छोरालाई चाहिँ जागिर खाना पठाउनु भयो त्यही छोराको कमाइले गर्दा बुढेसकालमा सहारा होला कि भन्ने आश थियो आमालाई तर त्यो छोरा अहिले यतिखेर फरार भएको छ हेर्नुहोस् त कस्तो पीडा छ परिवारलाई दर्शक पनि हामीले जुन अनिल थारूको फोटो पनि राखिदिएका छौँ भने एकातिर उनीसँग भाग्ने मनिषा जोगीको तस्बिर पनि राखिदिएका छौँ कहीँ कसैले यदि देख्नु भएको छ भने हामीले उहाँको नम्बर पनि राखिदिन्छौँ र हाम्रो नम्बर पनि रहनेछ तपाईँले तुरन्त कन्ट्याक्ट गरिदिनु होला तपाईँको एक सानो सहयोगले गर्दा यो परिवारमा निकै खुसी आउन सक्छ एउटा श्रीमतीले श्रीमान पाउनेछन् भने एउटा छोरीले बाबा पाउनेछन् भने एउटा आमाले छोरा पाउनेछन् दर्शकबिन तपाईँले सेयर गर्न कन्जुसाइ नगर्नु होला दर्शकबिन हाम्रो समाजमा यस्ता घटनाहरू किन घटिरहेका छन् त घरमा श्रीमती हुँदा समेत श्रीमानले अर्कै महिला ल्याएर फरार भएका छन् भने घरमा श्रीमान हुँदा समेत श्रीमतीहरू अर्कै परपुरुषसँग भागे घटनाहरू दिन प्रतिदिन घटिरहेका छन् यसरी हो भने सुदूरपश्चिममा त बहुविवाहको केसहरू झन्डो बढ्ने क्रममा छ दर्शक त किन हाम्रो समाज एकातिर चाहिँ विकृतितिर फैलिरहेको छ
यस विषयमा तपाईँले पक्कै पनि आफ्नो मनमा लागेका विचार चाहिँ कमेन्ट्समा राखिदिनुहोला र यो भिडियोलाई सकेसम्म धेरैभन्दा धेरै सेयर गर्नुहोला। आजको भिडियोबाट हामी बिदा हुन्छौँ। नमस्ते।